हेलो दिपिकाजी। हाय मैम। अनि अब तपाईँ यहाँबाट होइन स्पेसल हजुर। कोर्स फर एबरोड लिएर विदेश जाँदै हुनुहुन्छ है, तपाईँलाई कस्तो फिल भइरहेको त? म त एकदम खुसी लागिरहेछ बाहिर जानु पाउँदा आफूले सोचेको पुग्दाखेरि। अब यहाँ तपाईँ सिक्न आउनुभयो है, अनि यत्रो सिक्नुभयो, सिकेर अब जाँदै हुनुहुन्छ, तपाईँलाई यहाँ सिकुन्जेल चाहिँ यहाँको तपाईँको एक्सपिरियन्स चाहिँ कस्तो रह्यो त? यहाँको अब सुरुमा आउँदा स्टार्टमा त अब आफूलाई अब त्यस्तै हुन्छ, सुरुमा अलिक उयै भयो, त्यसपछि सिक्दै गएपछि एकदम राम्रो लाग्यो। राम्रो तरिकाले सिकाउनुहुन्छ म्यामहरूले, राम्रो गाइड गरेर सँगै बसेर हामीलाई सिकाइदिनुहुन्छ, नबुझेको कुराहरू बुझाइदिनुहुन्छ, राम्रो पोलाइटली तरिकाले सबै थोक गरिदिनुहुन्छ। सर्भिस राम्रो लाग्यो, म्यामहरूको गाइडेन्सहरू मन पर्यो। अनि तपाईँ यहाँ यत्रो सिक्नुभयो है, तपाईँ हजुर। यहाँको क्लासहरूबाट अनि ट्रेनरहरूबाट सेटिस्फाई हुनुहुन्छ त? म त एकदम धेरै सेटिस्फाई छु। मैले सोचे जस्तो सिक्न पाएँ। मलाई अहिले सबै ब्युटिसियन कोर्सको अलग सबै थोक आउँछ। म एकदम सेटिस्फाई छु। अब तपाईँ यसरी नै होइन नयाँ सिकेर जान चाहनेहरू हुनुहुन्छ, धेरै बाहिर त्यसरी सिक्न खोजिराख्नु भएकोहरू हुनुहुन्छ होइन, उहाँहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ त? उहाँहरूलाई त सरोज ब्युटी पार्लरमा आउनु, सिक्नु। मैले पनि राम्रो तरिकाले सिकेँ। यहाँनिरको गाइडेन्सहरू, म्यामहरू राम्रो तरिकाले सिकाउनुहुन्छ। अफोर्डेबल प्राइसमा सबै थोक सिक्न पाउनुहुन्छ। मैले पनि ब्युटिसियन कोर्स कम्ती पैसामा हुन्छ जस्तो लागेको थिएन, तर थोरै पैसामै मैले ठिक्क अफोर्डेबल प्राइसमा मैले सबै कोर्सहरू लिन पाएँ। तपाईँहरू पनि आउनु, सिक्नु, राम्रोसँग सिकाइदिनुहुन्छ भन्न चाहन्छु। थ्याङ्क यू सो मच दिपिकाजी, राम्रोसँग थ्याङ्क यू। जानु। विस यु हेभ अ वन्डरफुल फ्युचर अहेड।